प्रवेश गरेर परमेश्वरको वचन अनुसार जीवन यापन गर्नलाई यस स्त्री सुश्री एलिसा मगरलाई आफ्नी विवाहित धर्मपत्नीको रूपमा स्वीकार गर्नलाई तयार हुनुहुन्छ? तयार हुनुहुन्छ भनी जवाब दिइसक्नु भएको छ। दोस्रो प्रश्न, तपाईँ दुवै बाँचुन्जेलसम्म केवल उसलाई मात्र प्रेम, वास्ता, आदर, सुरक्षा, स्वस्थ अस्वस्थ अवस्थामा, पुग र अपुग अवस्थामा, दुःख र सुखमा माया र पालन पोषण गर्न, हेरचाह गर्न तयार हुनुहुन्छ? तयार छु। दोस्रो प्रश्न पनि उहाँले तयार छु भनिकन जवाब दिइसक्नु भएको छ। दुलाले राईलाई आफ्नो विवाहित पतिको रूपमा स्वीकार गर्नलाई तयार हुनुहुन्छ? दुलहीले पनि तयार छु भनिकन जवाब दिइसक्नु भएको छ। अब चाहिँ दुलाले बिस्तारै दुलहीको घुम्टोलाई उघाडी दिनुहुन्छ। हुन्छ, उघाडिदिनुहोस् अनि ताली बजाउँदै गर्दा उहाँले बिस्तारै बिस्तारै हुन्छ। यो क्यान्डललाई उहाँले प्रज्वलन गर्नु भएर चाहिँ उहाँले चाहिँ अब सम्मति जनाएर र अब उहाँहरू दुई पृष्ठभूमिबाट आउनुभएका र अब उहाँहरू चाहिँ एउटा घरभित्र एउटै परिवार भएर उहाँ गाँसेर अब ज्योति बनेर रहन लाग्नु भएको छ भन्ने कुरा यसले चाहिँ देखाइरहेको छ, जनाइरहेको छ। अहिले हुन्छ दुलहीको आमाले दुलाको आमाले पनि हुन्छ छेउपट्टिको क्यान्डललाई प्रज्वलन गर्दै हुनुहुन्छ, मोमबत्तीलाई। अब यी दुई परिवार अब एक हुन गाँसिन गएको छ भन्ने कुरा यो प्रज्वलन गरेको दीपले पनि यहाँ चाहिँ आकृष्ट गरिरहेको छ। अब दुला अथवा दुलहीले एकसाथ यो जलाएको यो दीपलाई यो प्रज्वलन गरिरहेको यो मोमबत्तीबाट उहाँले चाहिँ यो बीचको मोमबत्ती उहाँले बाल्दै हुनुहुन्छ। हुन्छ, ताली बजाइ सक्नुहुन्छ। अहिले उहाँहरूलाई यो प्रभु भोज दिँदै गर्दाखेरि अब उहाँहरूले यो प्रभुको रोटी अनि कचौडाबाट खानुहुन्छ र पिउँदै हुनुहुन्छ। खानुहोस् र अब आजको यस विवाहित दुला अनि दुलहीलाई मण्डली, परमेश्वरको सेवक, पास्टर, लिडर, अगुवाहरू जति पनि हुनुहुन्छ
तपाईँहरू टाढा नजिकबाट छिमेकी मण्डलीबाट आउनुभएको तपाईँहरू परमेश्वरको सेवा हुनुहुन्छ भने कृपया तपाईँहरू पनि अघिल्तिर आइदिनुहोस्, किनभने उहाँहरूको लागि आशिषको प्रार्थना हामीले गरिदिनु पर्दछ। परमेश्वरसँग उहाँहरूको लागि आशिष हामी माग्न जाँदैछौँ। तपाईँ जतिजना परमेश्वरका विश्वासी भक्तजनहरू हुनुहुन्छ, अब तपाईँले पनि अघिल्तिर आफ्नो हात फैलाइकन एकैछिन एकै मनका भई उहाँहरूको लागि, उहाँहरूको जीवनकालभरिको लागि कहिले पनि नटुक्रिने आशिष उहाँहरूको निम्ति मागिदिनेछौँ र यो अभिषेकको प्रार्थना उहाँले गर्न जाँदैछौँ। मण्डलीको अघि एकले अर्कालाई स्वीकार गरेका छन्, प्रतिज्ञा गरेका छन्, औँठी लिएर यो पवित्र करार बाँधेर प्रमाणित गरेका छन्। यसकारण म प्रभुको सेवकको हैसियतले यी दुवैलाई परमेश्वर पिता, पुत्र र पवित्र आत्माको नाउँमा विवाहित पति पत्नी भनी घोषणा गर्दछु। आमेन। ताली बजाइदिनुहोस्। अब चाहिँ दुल्हा दुलही एकसाथ बाहिरी भागमा प्रस्थान गर्दै हुनुहुन्छ र त्यसभन्दा अगाडि अब तपाईँ जति पनि उपस्थित हुनुहुन्छ सबैजना कृपया आफ्नै पाउमा खडा भइदिनुहोस्। उहाँहरू अघि बढ्दै हुनुहुन्छ।